हेलो साथीहरू, आज हामी सूचकाङ्कको बारेमा पढ्छौँ। विभिन्न प्रतिवेदनहरूमा नेपालको स्थानहरू कति स्थानमा नेपाल रहेको छन्। यो इक्जाममा धेरै इम्पोर्टेन्ट रहेको छन्। हरेक वर्ष यसबाट एउटा न एउटा क्वेसन सोधेकै हुन्छ। अब हामी क्वेसनमा जाऊँ। क्वेसनमा के रहेको छ? पहिलो क्वेसन, विश्व खुशी सूचकाङ्क। विश्व खुशी सूचकाङ्क 2026 को प्रतिवेदन अनुसार नेपालको स्थान कति रहेको छ? 99 औं स्थान रहेको छ। अब त्यस्तै के रहेको छ भनेको हेली पासपोर्ट इन्डेक्स 2026 को प्रतिवेदन अनुसार नेपाल कति स्थानमा पर्छ भनेको 96 औं स्थानमा पर्छ। त्यस्तै रहेको छ अर्को के, आतंकवादी गतिविधि सूचकाङ्क। आतंकवादी गतिविधि सूचकाङ्कमा 2026 को प्रतिवेदन अनुसार 89 औं स्थानमा रहेको छ नेपाल। अनि अर्को रहेको छ विश्व सुरक्षित शहरहरूको सूचीमा 2026 को प्रतिवेदन अनुसार नेपाल विश्व सुरक्षित शहरहरूको सूचीमा कति स्थानमा रहेको छ भनेको 125 स्थान। अनि कानुनको शासनमा 2025 को प्रतिवेदन अनुसार नेपाल कति स्थानमा हो भने 72 स्थानमा पर्छ। विश्व शान्ति सूचकाङ्क 2025 को प्रतिवेदन अनुसार नेपाल 76 औं स्थानमा पर्छ।